शपथ ग्रहणकै प्रकरणको कारणले प्रदेश प्रमुखज्यूलाई हटाइयो। एउटा कुरा तपाईँको धारणा के? त्यसै गरी अहिले एकछिन अगाडि कृष्णजी सहित 73 जना सांसदले सर्वोच्च अदालतमा अहिले भर्खरै मुद्दा राख्नु। एउटा त्यो अर्को राजनीतिले खास गरेर त्यो उहाँकै दलको होला, तर तपाईँसँग पनि सरोकार हो। राजेन्द्र लिङ्गदेलजीको हिजो होइन तिनै दिइहाल्नु न। अनि राजेन्द्र लिङ्गदेलजीले आफ्नो पार्टीलाई फिर्ता बोलाइसकेको सहमति छैन भनिसकेपछि को अवस्था फिर्तैमा पहिलो प्रश्न के थियो? पहिलो प्रश्न थियो प्रदेश प्रमुख हटाइएको अवस्था। अब यो अहिलेको सरकार सामान्य प्रधानमन्त्री सुशीला कार्कीको हुनुहुन्छ, उहाँको क्याबिनेट हुन्छ, त्यो कुन प्रक्रियाबाट आएको सरकार हो त्यो सबैलाई थाहा छ। फर इक्जाम्पल तपाईँले भन्नुभयो कि तपाईँको कारण, तपाईँको नियुक्तिको कारणले गर्दा प्रदेश प्रमुखजीलाई पदमुक्त गरिया हो, त्यस्तो होइन। म नियुक्ति भइसके भन्दा अगाडि पनि सम्पूर्ण विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाइएको छ। भनाइको तात्पर्य के हो भने ती राजदूतहरूको कुनै दोष थियो? थिएन। यो त्योसँग जोड्नु होइन, सरकारको इन्टेन्सनसँग जोड्नु हो। सरकारले नै, केन्द्रीय सरकारले नै यो संहिता खारिज गरेको पटक पटकको हल्ला त तपाईँले सुन्नु भएको छ, र यो प्रदेश सभा खारिज गर्ने पटक पटकको हल्ला सुन्नु भएको छ। भनिसकेपछि अहिले यो अवस्थामा प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भनेको झन् संहिताप्रति संशय उत्पन्न गराउनु भन्ने मैले ठानेको छु भन्ने विषय तपाईँलाई राख्नु। अब दोस्रो विषय के थियो? अहिले मुद्दा दर्ता भयो। म तपाईँलाई के जानकारी गराउन चाहन्छु भने नेपाली कङ्ग्रेसको नेतृत्वमा म, हाम्रो पार्टीको केन्द्रीय नेतृत्व र हाम्रो पार्टीको प्रदेश नेतृत्वले सरकारमा जान खोजेको धारा 2 अनुसारको दाबी पनि प्रस्तुत गरिसकेको हो। तपाईँलाई थाहा छ, प्रदेश प्रमुखजीले जब माननीय सतीश कुमार सिंहजीको सरकार तपाईँको चाहिने को विदायी भइसकेपछि जुन प्रक्रिया आह्वान गर्नुभएको थियो त्यसको पत्र पनि दर्ता गराएकै हो। नेकपा एमालेको दलको नेताको हस्ताक्षर, नेपाली कङ्ग्रेसको दलको नेताको हस्ताक्षर र जनमतको दलको नेताको हस्ताक्षर सहितको पत्र हामीले प्रदेश प्रमुख कार्यालयमा दर्ता गराएकै। पछि उहाँ जनमत युटर्न भइसकेपछि आफ्नो बोली र आफ्नो सिग्नेचर फिर्ता लिइसकेपछि उहाँले मान्य जितेन्द्र सोनलजीको नेतृत्वमा सरकार बनाउनु भएको हो। भनिसकेपछि नेपाली कङ्ग्रेसको नेतृत्व पनि सरकारमा जान चाहेकै हो। त्यसै कारणले गर्दा म अहिले के बताउन चाहन्छु भने अब यहाँ भएका तपाईँको अधिकांश बहुमतमा 99%ले तपाईँहरूले भन्नुहुन्छ कि 2 दुना 5 हुन्छ भनिसकेपछि बहुमतले 2 दुना 5 बनाउन सक्दैन। बहुमतले 2 दुना तपाईँको छैन 6 बनाउन सक्दैन। सत्यको ठाउँमा तपाईँको 1 जना मात्रै भयो भने 2 र 2 4 हुन्छ। त्यसै कारणले गर्दा बहुमतले के भन्नुभयो यो नियुक्ति प्रक्रियाप्रति त्योसँग हाम्रो खास सरोकारको विषय होइन। अब यो सम्बन्धी उजुरी परेको छ भने सर्वोच्च अदालतको व्याख्या के हुन्छ त्यो महत्त्वपूर्ण चिज हो। निवेदन दिन पाउनु हो उहाँहरूले। सर्वोच्च अदालतको व्याख्या यो संविधानको मर्म विपरीत यदि अहिलेको वर्तमान मुख्यमन्त्रीको नियुक्ति भएको छ भने म तपाईँलाई भन्छु रतिभर पनि म तपाईँको चाहिने विलम्ब गर्दिनँ र सर्वोच्च अदालतको निर्णय अनुसार तपाईँको चाहिने म तपाईँको चाहिने आफ्नो उहाँको निर्देशन अनुसार म आफ्नो गतिविधि अगाडि बढाउँछु। म निवेदन गर्न चाहन्छु, विगतमा सर्वोच्च अदालतले गरेको निर्णयको विरुद्ध पनि नाराबाजी भएकै हो। अहिले केही दिन अगाडि मात्रै मान्य जितेन्द्र सोनलको नियुक्ति भइसकेपछि पनि केही साथीहरू, केही अराजक तत्त्वहरूबाट त्यहाँ प्रदेश प्रमुखको गेटमा तपाईँको चाहिने प्रदेश प्रमुख मुर्दाबाद, प्रदेश प्रमुख के अरे नस्लवादी हो, यो हो भनेर नारा लागेकै हो। त्यसो भए कारणले गर्दा अहिले मेरो नियुक्तिपछि पनि प्रदेश प्रमुखको विरुद्धमा नारा लागेकै हो। त्यसो भए कारण म के निवेदन गर्न चाहन्छु भने नेकपा एमाले नआउने मुख्यमन्त्रीको विरुद्धमा नारा लाउँछ, नेकपा एमाले विगतमा पनि नारा लाएन विरुद्धमा। हामीले लोकतन्त्र, हामीले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानकोमा जे विषयवस्तु उल्लेख छ, जे धारा उल्लेख छ त्यसलाई अनुसरण गर्ने पार्टी हो। रह्यो अब राप्रपाको विषय, हामीले पूर्व माननीय हामी राजेन्द्र लिङ्गदेनसँग सोधेर हामी सरकारमा लग्या होइन। प्रदेश सभामा मान्य कञ्चनजी पिछा उहाँ आफ्नो दलको नेता हो, उहाँ प्रदेश सभाको सदस्य हो, उहाँलाई सोध्यौँ म सरकारमा सहभागी हुन्छु भनिसकेपछि सरकारमा सहभागी गरेको र त्यो जे विषय छ त्यो उहाँको पार्टीको तपाईँको सार्वभौम अधिकारको विषय हो। म यो विषयमा धेरै पढ्न चाहन्छु। सर्वोच्चको नजिर छ कोशीमा सभामुखजीले निर्वाचनमा परिणाम घोषणा नगरेसम्म 168 को 2 नै जीवित रहन्छ भन्ने सर्वोच्चको नजिर यो त नजिकको विषयमा तपाईँले धेरै गर्नु परेन। यो त कस्तो छ भने
यो त तपाईँको के नजिक छ छैन भन्ने विषय त मसँग सरोकारित होइन, मेरो नियुक्तिसँग सरोकारित होइन। म त नियुक्ति प्राप्त गरिसकेपछि अब फेरि सर्वोच्चले अर्को निर्णय गरिसकेपछि म त त्यही मान्ने। हजुरले चाहिँ मेरो नियुक्ति चाहिँ वैधानिक हो भनेर भन्नुभएको छ। म त फेरि पनि भन्छु, म त्यही प्रदेश प्रमुखजीबाट जितेन्द्र सोलुङको नियुक्ति हो वैधानिक हो, त्यही प्रदेश प्रमुखको हस्ताक्षरबाट सरोज यादवको नियुक्ति हो त असंवैधानिक हुन्छ हो। अब प्रक्रियाको बारेमा त सर्वोच्चले व्याख्या गर्ने हो। यदि मानव तपाईँले भने जस्तै मैले प्राप्त गरेको नियुक्ति, मैले खाएको शपथ यदि अब असंवैधानिक हो भने, जस्तै नजिर छ भने त्यो नजिरको आधारमा जो तपाईँले हाम्रो रमनजीले भन्नुभयो नि, साथीहरूले मुद्दा हाल्न जानुभएको छ, मुद्दा दिनुभएको छ, यदि सर्वोच्च अदालतले त्यो निर्णय आयो भने म आफ्नो शिरमा माथि राखेर त्यो निर्णयलाई शिरोधार्य गर्न चाहन्छु। मुख्यमन्त्री एउटा यसरी हजुरले मन्त्री खाद्य प्रक्रिया र बिल भइसकेपछिको जुन कुराहरू त्यो त 2081 जेठ 23 गते तत्कालीन जसपा नेतृत्वको मुख्यमन्त्री सरोज कुमार यादवको त 85 मत आएको थियो, त्यो बेला पनि फेल भएको थियो। त्यसो होइन, तर तपाईँ लगायत 6 दलको समर्थनमा त्यति बेला श्री सिंह मुख्यमन्त्री 168 को धारा 2 बमोजिम नै नियुक्त भयो होइन। अब यो त किन सायदजी यो तपाईँले धन जान्ने विषय हो भन्दाखेरि तर यस्ता धेरै न्युजहरू लेख्नु भएको छ। म तपाईँलाई बताउँछु, धारा संविधानको धारा 168 को 2 अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त नगरेको भन्ने छैन। सरोज यादवले विश्वासको मत प्राप्त गरेको छ। अब काम गर्दै जाँदाखेरि उहाँको कार्यशैलीप्रति, उहाँको व्यवहारप्रति, सरकारको रवैयाप्रति असन्तुष्ट भएर कुनै राजनीतिक दलले आफ्नो समर्थन फिर्ता लियो भने त्यो विश्वासको मत नपुगेको भन्ने हुन्छ। सुन्नुहोस् है, त्यसो कारणले गर्दा विगतमा रहेको जसपा नेतृत्वको सरकारले तपाईँको चाहिँ धारा 2 अन्तर्गतको नियुक्ति भएको र विश्वासको मत प्राप्त गरेको, त्यसपछि कुनै दलले समर्थन फिर्ता लिइसकेपछि त्यसको वैधानिक बाटो अनुसार गएको, त्यो तपाईँको धारा 2 अन्तर्गतको सरकारले विश्वासको मत प्राप्त नगरेको भन्ने चिज जाँदैन एकछिन। अब रह्यो सतीश सिंहजीको कुरा, सतीश सिंहजीको पनि त तपाईँको धारा 2 अन्तर्गतै तपाईँको हामी नै सरकारमा सहभागी भएको र उहाँले विश्वासको मत राख्नुभयो। 54 जना मात्रै सङ्ख्याको विश्वास उहाँले प्राप्त गर्नुभएको। 53 अल्पमत हुन्छ, 54 मात्रै बहुमत हुन्छ र माननीय सतीश सिंहजी मुख्यमन्त्री भएको बेला 54 सदस्यको तपाईँको चाहिँ समर्थन प्राप्त गरेको विश्वासको मत उहाँले प्राप्त गर्नुभएको थियो। फेरि पछि गएर नेपाली काङ्ग्रेसले समर्थन फिर्ता लिनुभयो, त्यसपछि नेकपा एमाले लियो, त्यसपछि लोकसभाले लियो। त्यति मात्र होइन, उहाँको आफ्नै दलले आफ्नै मुख्यमन्त्रीको समर्थन फिर्ता लिइसकेपछि तपाईँको चाहिँ नि त्यो विश्वासको मत गुमाउने बेला होइन। समर्थन के अरे त्यो विश्वासको मत प्राप्त गरेर धारा 2 अनुसारको सरकारको विश्वासको मत प्राप्तै गर्न सकेन। प्राप्त गरिसकेपछि पनि तपाईँको राजनीतिक समर्थन फिर्ता लिइसकेपछि यो केन्द्र पनि प्र्याक्टिस हो। हिजो देउबाजीको नेतृत्वमा सरकार भएको थियो, हिजो प्रचण्डजीको नेतृत्वमा सरकार भएको थियो, बिचबिचमा तपाईँको सरकारहरूमा सहभागी दलहरू तपाईँको उलटपुलट भइरहन्छ। त्यो फरक विषय भएको कारणले गर्दा त्योसँग यो विषय नजोड्नको निम्ति अनुरोध गर्छु। जस्तो अहिले मान्य जितेन्द्र सोनालजीले तपाईँको विश्वासको मत प्राप्त गर्नको निम्ति कार्तिक 22 गतेको लागि प्रदेश सभामा पत्र पठाउनु भएको थियो। त्योभन्दा अगाडि उहाँले विश्वासको मत प्राप्त गरे होइन नि। उहाँ पहिलोचोटि विश्वासको मत प्राप्त गर्नको निम्ति चिठी पठाउनु भएको र पहिलोचोटिमा असफल हुनुभयो, विश्वासको मत प्राप्त गर्नु भएन। मानव एकछिनको लागि विश्वासको मत प्राप्त गरिसकेको भए फेरि तपाईँको 1 महिनापछि 2 महिनापछि यदि कुनै दलले आफ्नो समर्थन फिर्ता लिएको भए, उहाँको विश्वासको मत नपुगेको भए धारा फेरि 2 अनुसार नै जाने प्रावधान छ। तर पहिलोचोटि नै विश्वासको मत प्राप्त नगरिसकेपछि धारा 3 प्रभावित हुन्छ भन्ने चिज मलाई लाग्छ प्रदेश प्रमुखजीले निष्कर्ष पुगिसकेपछि यो नियुक्तिको प्रक्रिया अगाडि बढ्यो। कानुनी कुरामा के भयो भने सभामुखजीले विश्वासको मत उहाँले बोल्नु भएको थियो जब राजीनामा दिएपछि सभामुखले अब विश्वासको मत लिन तपाईँहरूले भन्नुहुन्छ कि विश्वासको मत फेल भयो, यसलाई कसरी? फेरि पनि म भन्छु, सदनमा विषयवस्तु रेकर्डेड छ होइन। मसँग सरोकारित विषयमा मैले जवाब दिने हो होइन, सदनसँग सरोकारित विषयमा सभामुखजीले जवाब दिने हो होइन, नियुक्तिको विषयमा छ भने त्यो प्रदेश प्रमुखजीले जवाब दिने हो होइन, कानुनको विषयमा छ भने मैले जानेको मात्रै भन्ने हो तपाईँलाई, यसको म विज्ञ पनि होइन। त्यसो कारणले गर्दा मेरो आफ्नो दलको विश्लेषण मात्रै तपाईँलाई भने होइन, प्रदेशको त रेकर्डेड छ नि। मानव एकछिनको लागि तपाईँको चाहिँ तपाईँले सबैले सुन्नु भएको छ, तर पनि तपाईँको चाहिँ कागजी कुराहरू हामी अलिक बढी विश्वास गर्छौँ। हामी तपाईँको त्यो राइट चिज, राइट निर्णय र राइट तपाईँको चाहिँ तपाईँको चाहिँ सूचनाको सम्प्रेषण गरौँ भन्ने मेरो निवेदन छ। कानुनी कुरा कानुनले गर्छ होइन। नियुक्ति भएको 2 दिन बितिसक्यो, तपाईँले पदभार कति बेला गर्नु? मैले पदभार ग्रहण गर्नको निम्ति साँच्चै यथार्थ भन्ने हो भने प्रदेशमा मुख्यमन्त्रीको अहिलेको चेम्बरै छैन।
जेनजी आन्दोलनमा जलाइएको मुख्यमन्त्री कार्यालय अहिलेको कवर्ड हलमा मुख्यमन्त्री कार्यालय सञ्चालन छ। त्यसमा प्रमुख सचिवजीको मात्रै मैले कार्यकक्ष देखेँ अस्ति। अब अस्ति जितेन्द्र सोनमजीले कहाँ गएर कार्यभार सम्हाल्नुभयो मलाई बोलाउनु भएको थिएन होइन, मैले देखा पनि छैन। गृह मन्त्रालयमा छ, मलाई जानकारी छैन। मैले प्रमुख सचिव लगायतका सचिवज्यूहरूलाई मैले सोधेँ, ल हाम्रो कार्यालय कहाँ हो, म कार्यभार सम्हाल्न आउँछु भन्दाखेरि कार्यालय छैन, हजुर मिलाएपछि खबर गरौँला भनेपछि 1 दिन भएपछि 2 दिन भएपछि 3 दिन भएपछि अब मतलब कमसेकम कार्यालय त हुनु पऱ्यो नि। त्यहाँ बस्दाखेरि थुप्रै फाइलहरू सिग्नेचर गर्नुपर्छ होइन, तपाईँको चाहिँ काम प्रक्रियाहरू अगाडि बढाउनुपर्छ। विलम्बै हुन्छ, 1-2 दिन विलम्बै हुन्छ, तर कार्यालय व्यवस्थित गरिसकेपछि मात्रै कार्यभार सम्हाल्छ। मुख्यमन्त्रीज्यू, तपाईँ त्यसै पनि आज मुख्य होइन कि ठुलो दलको नेताले यो प्रदेशको अभिभावक हुनुहुन्छ, सबैभन्दा बढी जिम्मेवारी तपाईँमाथि हुन्छ। जुन किसिमले जेनजी आन्दोलनपछि संहिता बचाउन, मधेस बचाउन सर्वदलीय सहमति हुनुपर्छ, किनभने दलीय सहमति बिना सत्ता र प्रदेशसभा पनि चल्दैन। हिजो कसैले रबर र मालालाई प्रयोग गरे, आज तपाईँले अब जसरी राप्रपाले अध्यक्षजीले भन्नुभएको छ, रूपा उहाँलाई बनाउनु भएको छ, कञ्चनजीलाई बनाउनु भएको छ। अनि तपाईँले एउटा ठुलो दलको संसदीय दलको नेताको हैसियतले त्यो किसिमको माहौल बनाउन सक्नु भएन कि त्यहाँ चुक्नु भएको छ कि अहिले काङ्ग्रेसलाई साह्रो पछि आफै बनाउला भन्ने योजना थियो, के थियो? अब यसमा पनि तपाईँहरू अलिकति सचेत ढङ्गले समाचार सम्प्रेषण गर्न जरुरी छ। जेनजी आन्दोलन अघि होस् या जेनजी पुस्ताको आन्दोलन पछि होस्, यो प्रदेशमा तपाईँको चाहिँ नेकपा एमालेको सबैभन्दा ठुलो दलै हुनु थुप्रै दलहरूलाई पचेको छैन। नेपाली जनतालाई पचेको छ, किन त्यहीको आधारमा नै ठुलो दल हो। मधेसको जनतालाई पचेको छ, प्रदेशको जनतालाई पचेको छ, तर ठुलो दल हुनु नै नेकपा एमालेको लागि अन्य दलहरूको नजरमा हामी अपराधीको दृष्टिले देखिया छ। त्यसै कारणले गर्दा हाम्रो दल के निष्कर्षमा थियो भने हामी ठुलो दल हुँदा पनि हामीसँग गणपूरक सङ्ख्या छैन सरकार निर्माण। त्यसै कारणले गर्दा गणपूरक सङ्ख्या नभएसम्म सरकारको नेतृत्वको दाबी नगर्ने भन्ने हाम्रो कुरा छ। हामी मध्य प्रदेशको जनतालाई पटक पटक आह्वान गर्यौँ र गरिरहेको छु, अहिले पनि गर्छु म, कि हाम्रो दललाई तपाईँको चाहिने यो अल्पमतको सरकार र तपाईँको मिलिजुली सरकारको तपाईँको चाहिने माइन्डेड नदिनुहोस्। ठुलो दल त बनाउनु हो, तर गणपूरक सङ्ख्या नभइसकेपछि अहिलेसम्म केही सुन्नु भएको छ दलको नेताले सरकारको नेतृत्वको दाबी गरेका छ, यो नीति ठिक छ मैले राखेको छु। अब तपाईँको चाहिने अन्य दलहरूले तपाईँको चाहिने मुख्यमन्त्री बन्न, तपाईँको चाहिने के सरकारको नेतृत्व गर्न